यहाँ जुगा छ हो खैनी मल्छ अहिले एकछिन जस्तो यो चाहिँ एकछिनमा खान्छ कसरी मार्छ के बुझ्दै भन्नु त हेलो गाइस वेलकम टु नेचर क्लबको अफिसियल च्यानलमा अनि हामी तेन्जिङ वक ट्रायल आइराखेका छौँ अनि हामीसँग यस समक्ष अञ्जली छ नेहा छ कस्तो लागिरहेछ राम्रो लागिरहेको छ बहुत दामी प्लेस रहेछ तर पुरा जुगा टालिँदै रहेछ जुगा खासमा नेचुरल हो तिमीहरूको थेरापी पनि हुन्छ सो मेरोमा पहिलादेखि ब्लडको कमी छ ब्लड डोनेसन अब लाइफ डोनेसन हो त उनीहरूलाई ब्लड डोनेट गरेर मेरै लाइफ सेट भयो भने म के गर्नु अब सेक्रिफाइस होइन त्यो आर्मी बराबर एनसीसी भएको के भयो नेसन फर्स्ट एनसीसी छोडेको 2 साल आई एग्री नयाँ आउनेहरूलाई नेचर क्लब जोइन गरेर मच लभ हाम्रो लुडिसियाको आमा आमा इज भेरी सिक अलिकति हिँडेर गरम भयो पुरा एकदम हप हप भइरहेको छ जुम गाइस अब ब्रोकन इङ्ग्लिस तपाईँहरू इफ यु आर स्टार्भिङ है अनि तपाईँहरू यो दार्जिलिङको कुनै जङ्गलमा यस्तो ठाउँमा आउनुभयो भने तपाईँलाई केही है नेचरले नै तपाईँहरूलाई फुड प्रोभाइड गरिराखेको हुन्छ यसलाई चाहिँ ठोट्ने भन्छ अनि यसलाई चाहिँ यसरी चुडाएर यु हेभ टु पिल इट अनि यु हेभ टु इट्स भेरी राम्रो हो यसले तपाईँलाई एनर्जी पनि दिन्छ तर यो फेरि पनि तपाईँहरूलाई स्वागत छ हाम्रो भ्लगमा है हामी कञ्चनजङ्घाको काखमा अनि चिया बगानहरूको माझमा हामी है हाम्रो क्लबको कोअर्डिनेटर हुनुहुन्छ सर टुडे नेचर वक हाउ डु फिल नेचर वक एकदम मजाको रहेछ यो ट्रेललाई चाहिँ तेन्जिङ नोर्गे ट्रेल पनि भनेर भन्दो रहेछ नि त होइन आज मात्रै मलाई पनि थाहा भयो म 2018मा आएको थिएँ यो बाटो हिँडेको थिएँ अन्त आज फेरि सेकेन्ड टाइम हिँडिरहेको छु मजा लागिरहेको छ आइ एम रियली इन्जोइङ इट हुन्छ सर थ्याङ्क यू सर हाम्रो भाइस प्रेसिडेन्टलाई 2 प्रश्न मिस्टर भिपी हजुर टुडे नेचर वक हाउ डु फिल एकदम दामी नो इङ्ग्लिस भेरी नाइस Any words for the next person? फा मलाई आउँदैन शिवानी मलाई केही पनि आउँदैन ओके थ्याङ्क यू केही पनि आउँदैन हजुर ओके थ्याङ्क यू ओके हजुर यहाँ छिटो 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 हजुर के भन्नुभएको तपाईँले यहाँ साह्रै जुगा लाग्यो भइहाल्छ यहाँ पुरा जुगा लाग्यो के थ्याङ्क यू के मिठो 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 थ्याङ्क यू यति चाहिँ तिम्रो मात्रै नि फेरि मिठो चटपटे साथीहरू हामी अहिले रुङदुङ खोलामा आएको छ अनि साथीहरू हामी किन आएको छ भन्दाखेरि चाहिँ हामीलाई हाम्रो भिपीले भन्नुहुन्छ जुगाको दर्शन गर्नु जुगाको दर्शन गर्नु अनि एन्टिडोट पनि भनिदिनुहोस् न एन्टिडोट खैनीलाई चाहिँ सो कसरी चाहिँ लाउनुपर्छ यसो जानकारी भयो त्यसरी अलिकति यहाँ हालेर यसो दल्नुपर्छ अनि यहाँ जुगा देख्दाखेरि आत्तिने मान्छेलाई चित्तले गऱ्यो होला हाम्रो प्योर बोटनेस Shweta, she survived today.